यदि तपाईं एसएसडब्ल्यू वर्किङ भिजाबाट जापानको लागि तयारी गर्दै हुनुहुन्छ, भाषा, स्किल टेस्ट, इन्टरभ्यू अनि सुई वेटिङले दिमाग खाइरहेको छ भने यो भिडियो तपाईले अन्तिमसम्म हेर्नै पर्छ। मिनासान कोनिचिवा, फेरि पनि स्वागत छ तपाईलाई मेरो यस क्रिएटिभ राजेशको युट्युब च्यानलबाट। एसएसडब्ल्यू वर्किङ भिजामा जापान आउनको लागि सजिलो पनि छैन तर इम्पोसिबल पनि छैन। आजको भिडियोमा म तपाईहरुको लागि चाहिँ एसएसडब्ल्यू भिजाको लागि एक्जाम पासदेखि लिएर सुई वेटिङसम्मको चाहिँ रियल एक्सपिरियन्स शेयर गर्दै छु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र जति पनि मेरो यस क्रिएटिभ राजेशको युट्युब च्यानलमा नयाँ साथी हुनुहुन्छ सब्स्क्राइब गरिदिनु होला र अरु साथीहरुलाई पनि यो भिडियो शेयर गरिदिनु होला भन्दै आजको टपिक तर्फ लागौं। एसएसडब्ल्यू वर्किङ भिजाबाट जापान आउनको लागि सुरुमा जापानिज भाषाको एक्जाम दिनुपर्छ। पास गरेपछि स्किल टेस्टको एक्जाम दिनुपर्छ अनि त्यसपछि इन्टरभ्यु हुन्छ अनि त्यसपछि तपाई सुई आएर अनि जापान आउनुहुन्छ। यो सम्पूर्ण प्रोसेसहरुमा चाहिँ कस्तो तनाव हुन्छ, कस्तो चाहिँ हामीलाई दिमाग खाने कुराहरु आउँछन् अनि त्यसपछि अन्तिममा चाहिँ म तपाईहरुलाई चाहिँ यसको सोलुसन पनि भन्ने छु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। सुरुमा कुरा गरौँ जापानिज भाषाको। जापानिज भाषा चाहिँ तपाईले एसएसडब्ल्यू वर्किङ भिजामा आउनको लागि चाहिँ दुईवटा छ, जेएलपीटी र जेएफटी भन्ने। त्यो दुईटा मध्ये जुनै दिए पनि तपाईले पास गरेर चाहिँ स्किल टेस्ट दिन सक्नुहुन्छ। यसमा चाहिँ अब जेएफटी पास गर्नुहुन्छ भने चाहिँ 250 मा चाहिँ 200 मार्क्स ल्याउनु पर्ने हुन्छ भने जेएलपीटी पास गर्नुहुन्छ भने चाहिँ 180 फुल मार्क्स हुन्छ र तपाईले चाहिँ त्यसमा 90 मार्क्स ल्याउनु पर्ने हुन्छ। यसमा चाहिँ जेएलपीटी भन्दा जेएफटी चाहिँ अलिकति सजिलो हुन्छ हैन। सो अब तपाईले 250 मा 200 मार्क्स ल्याउनु हुन्छ भने जेएफटी सजिलै पास गर्न सक्नुहुन्छ। सो अब बल्ल बल्ल पढेर चाहिँ अब जापानिज भाषाको N4 लेभल पास गरिन्छ हैन। त्यसमा पनि अब धेरै समस्या भनेको चाहिँ एक्जाम फर्म नभरिने, एक्जाम फर्म भरिसकेपछि नि फेल हुन सक्छ, 2-4 मार्क्स नपुगेर चाहिँ फेरि टाइम वेस्ट भएर फेरि दिन पर्न सक्छ हैन। अनि राम्रोसँग पढेर तपाई जानुहुन्छ भने चाहिँ मजाले पास गर्न सक्नुहुन्छ, कुनै गाह्रो हुँदैन हैन। तर अब बल्ल बल्ल दिन रात मेहनत गरेर त्यो पढेर पास गरिसकेपछि पनि तपाई फेरि सिधै जापान आउन सक्नुहुन्न। तपाईले अब स्किल टेस्ट दिनुपर्ने हुन्छ। स्किल टेस्टमा चाहिँ अब धेरैवटा सेक्टर छ अहिलेको अलिकति पपुलर भनेको चाहिँ फुड सर्भिस, केयरटेकर भनेको खाइगो, अनि त्यसपछि एग्रिकल्चर नोक्यो, अनि त्यसपछि अर्को भनेको चाहिँ होटेलमा पनि अहिले मान्छेहरु आउन थाल्नु भएको छ हैन। सो अब इनरमा चाहिँ तपाईले पढेर चाहिँ पास गर्नुपर्ने हुन्छ। यदि तपाईले जेएफटी को एक्जाम दिनुहुन्छ भने चाहिँ स्किलको एक्जाम पनि लगभग उस्तै प्याटर्नमा चाहिँ सोध्छ हैन, कम्प्युटरमै बसेर दिने हो। सो अब स्किल टेस्टमा पनि अब पढ्नु पर्यो मस्तले हैन। स्किल टेस्ट भनेर चाहिँ अब प्र्याक्टिकल केही कुरा देखाएर चाहिँ गर्नुपर्ने हो कि भनेर चाहिँ सोच्नुहुन्छ, त्यस्तो चाहिँ हुँदैन हैन। प्र्याक्टिकल हुँदैन, तपाईको प्र्याक्टिकल पनि अब तपाईले कम्प्युटरमा बसेर चाहिँ क्वेशन सोध्छ, त्यसको चाहिँ एन्सर दिने हो हैन। सो अब यसमा पनि अब पढ्नु पर्छ मजाले हैन, 1-2 महिना लाएर पढ्नु पर्छ। अब त स्किल टेस्ट पनि पास भयो, अब त जापान जान सकिएला नि भनेर सोच्नुहुन्छ भने तपाई गलत सोचिरहनु भएको छ। अब फेरि अर्को स्टेप आउँछ, इन्टरभ्युको स्टेप आउँछ हैन। सो अब चाहिँ तपाईहरुले चाहिँ इन्टरभ्यु कन्भर्सेसन गर्नुपर्ने हुन्छ। अहिलेसम्म चाहिँ तपाईहरुले चाहिँ लेखेर हैन पढ्नु भएको थियो, लेख्नु भएको थियो जापानिज भाषा, अब चाहिँ तपाईले बोल्नु पर्ने हुन्छ, इन्टरभ्यु फेसिङ गर्नुपर्ने हुन्छ। यो बेलामा चाहिँ झन् धेरै तनाव हुन्छ हैन। अब हामीले चाहिँ सुरुमा बोल्या हुँदैन, कसैसँग कन्भर्सेसन गरे हुँदैन, सिधै डाइरेक्ट जापानको चाहिँ कम्पनीको साउहरुसँग चाहिँ गएर बोल्नु पर्दाखेरि चाहिँ अलिकति गाह्रो पर्न सक्छ। मान्छेहरुले चाहिँ अब यो पनि आउँछ त्यो पनि आउँछ भनिदिन्छ हैन, क्वेशन लेख्छौं, रट्टा हानेर चाहिँ तयारी गर्छौं। अर्को कुरो त अब डिमान्ड आउने गाह्रो छ, यति धेरै मान्छे हुनुहुन्छ हैन तयारी गर्दै बस्नु भएको। सो अब डिमान्ड बल्ल बल्ल आउँछ, इन्टरभ्यु दियो, इन्टरभ्युमा गएर चाहिँ थुरथुर काम्यो भने त फेल भयो, फेरि अर्को यो डिमान्ड खोज्नु पर्यो हैन, त्यो टाइपको समस्या आउन सक्छ। सो अब यसमा पनि हामीले चाहिँ मेहनत गर्छौं हैन, जापान आउनको लागि चाहिँ मेहनत गर्नै पर्ने हुन्छ। अब इन्टरभ्यु पास हुनको लागि चाहिँ अब तपाई जस्तो हुनुहुन्छ त्यस्तै तपाईको नेचुरली तपाईले देखाउनु भयो भने चाहिँ इन्टरभ्यु पास हुनुहुन्छ हैन। सक्नुहुन्छ भने मजाले रट्टा हानेर जानु, जे सोच्छ त्यही रट्ट सब भन्दिनु हैन। सक्नुहुन्न भने जे हुनुहुन्छ तपाई जस्तो हुनुहुन्छ रियल देखाउनुस् के तपाईले हैन। आफू जस्तो छु त्यस्तै देखाउनुस्, अलिकति स्माइल दिएर चाहिँ इन्टरभ्यु पास गर्नुस्। अब इन्टरभ्यु पास भइसकेपछि पनि जापान चाहिँ जान सक्नुहुन्न है तपाई। फेरि अब अर्को स्टेपमा जानुहुन्छ तपाई। अर्को स्टेप भनेको चाहिँ सुई वेटिङ
वेटिङको त्योभन्दा अगाडि चाहिँ तपाईँको नाइटै आउनुपर्छ। नाइटेसिया भनेको चाहिँ अब कम्पनीले चाहिँ एउटा त्यो कन्ट्र्याक्ट पेपर बनाएर तपाईँलाई पठाउनुपर्छ। त्यो कन्ट्र्याक्ट पेपरमा साइन हानेर अनि इमिग्रेसनलाई जापानको इमिग्रेसनलाई पठाइसकेपछि मात्रै अनि सियुएको एप्लाई सुरु हुन्छ तपाईँको होइन। यसमा चाहिँ सबैभन्दा गाह्रो पर्छ होइन, मलाई पनि परेको थियो। किन भन्दा अब हामीले चाहिँ जापानिज भाषाको लागि जापान जानको लागि चाहिँ 8-9 महिना अलरेडी दिइसकेका हुन्छौँ, मजाले चाहिँ यत्रो स्ट्रगल गरेर आइसकेका हुन्छौँ होइन। सो अब फ्यामिलीले रिलेटिभ्सले अनि साथीभाइहरूले सोध्न थाल्छ, जान लाग्यो खोइ कहिले मिल्छ तेरो, कहिले जान्छ, यत्रो समय भइसक्यो भनेर सोध्न थाल्छ होइन। अनि यो सोधेपछि चाहिँ फेरि झन् धेरै रिस उठ्छ क्या हामीलाई होइन। यत्रो समय चाहिँ भइसक्यो, जानु पाएको छैन, यत्रो स्ट्रगल गरेर आइसक्यो होइन, अहिलेसम्म भएको छैन, कहिले हुने हो भन्ने, नहुने हो कि न भन्ने टाइपको चाहिँ हामीलाई चाहिँ अब शङ्काहरू आउन थाल्छ मनमा होइन। अब सियुए वेटिङमा चाहिँ कसैको 1 महिनामै आइदिन्छ, आफूसँगैको साथीको 1 महिनामा आयो अनि आफ्नो चाहिँ 3-4 महिनामा आएन भने फेरि अर्को छुट्टै तनाव हुन्छ त्यहाँ होइन। ओहो अब नहुने हो कि कहाँ फ्रड गऱ्यो क्या कन्सल्टेन्सीले भन्ने टाइपको चाहिँ आफूलाई मनमा लाग्न सक्छ होइन। सो अब सियुएको पनि धेरै प्रोसेसिङ हुन्छ होइन। अब तपाईँ कुन चाहिँ ठाउँमा उन्लाउनु भएको हो, कम्पनी अनुसार फरक पर्छ, कम्पनी कतिको ठुलो कम्पनी हो अथवा सानो कम्पनी हो होइन। कम्पनी धेरै ठुलो छ भने चाहिँ त्यसमा टाइम लाग्न सक्छ, धेरै मान्छेहरूले एप्लाई गरे हुन्छन् होइन। त्यसपछि अब इमिग्रेसन पनि अब कुन चाहिँ ठाउँको इमिग्रेसन हो होइन, अब ओसाका टोकियो जस्तो इमिग्रेसनहरूमा चाहिँ अलिकति टाइम लाग्न सक्छ होइन। यो सबै प्रोसेसिङबाट चाहिँ अनि बल्ल तपाईँको सियुए आएर अनि भिजा एप्लाई गर्न पाउनुहुन्छ तपाईँले। अनि त्यसपछि बल्ल तपाईँको अनि जापान आउन सक्नुहुन्छ तपाईँ होइन। मिन्स भाषा पास गरेदेखि लिएर स्किल टेस्ट पास गरिसकेपछि अब चाहिँ जान पाइन्छ भन्यो, फेरि इन्टरभ्यू पास गर्यो होइन। इन्टरभ्यूमा छुट्टै फेस गर्दा तनावहरू छँदैछ। अब म चाहिँ ढुक्क भएर जापान जान पाएँ भन्न सोच्नु मात्रै के पर्छ, अनि फेरि सियुए वेटिङ गर्न थाल्न पर्छ होइन। अब पोजिटिभ कुरा भनेको चाहिँ मोटिभेसनको कुरा भनेको चाहिँ हामी भनेको चाहिँ जापानिज भाषा पढेर सुरुबाटै एकदमै मेहनत गरेर आउने मान्छे हो। यहाँ आएर पनि तपाईँको एकदम डिसिप्लिनमा होइन, यहाँको कल्चरहरू एकदम डिसिप्लिनमा बस्नुपर्ने हुन्छ, एकदम मेहनत चाहिन्छ यहाँ पनि होइन। यो तनावै होइन, हामीलाई तनाव लागे मात्रै हो होइन। यदि तपाईँ जापान आउँदै हुनुहुन्छ, यहाँको डिसिप्लिन, यहाँको मेहनत होइन, यहाँ कति मेहनत चाहिन्छ, यहाँ कस्तो डिसिप्लिन हुन्छ भनेर जान्न चाहनुहुन्छ भने चाहिँ तपाईँले अलरेडी नेपालमै गरिरहनु भएको छ। जापानिज भाषा पढ्दाखेरिको इन्टरभ्यूसम्म आइपुग्दा स्किल टेस्ट दिँदाखेरि मेहनत गर्नुहुन्छ, पढ्नुहुन्छ होइन। सो अब सियुए वेटिङ गर्दाखेरिको त्यो फेज हुन्छ होइन, एकदम तनाव हुन्छ, त्यो पनि तपाईँले ह्यान्डल गर्नुहुन्छ। सो अब यो सम्पूर्ण कुराहरूलाई चाहिँ तपाईँले पोजिटिभ रूपमा हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। लागे पनि तपाईँ राम्रो कन्सल्टेन्सी राम्रो ठाउँबाट चाहिँ अप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँ जापान अवश्य आउनुहुन्छ होइन। यहाँले चाहिँ अलरेडी धेरै अचिभ गरिसक्नु भएको छ, सियुए वेटिङ गर्दै हुनुहुन्छ अथवा जापानिज भाषा पास गरिसक्नु भएको छ अथवा स्किल टेस्ट पनि पास गरेर बस्नु भएको छ भने तपाईँले अलरेडी अचिभ गरिसक्नु भयो, 1 स्टेप 2 स्टेप होइन। सो अब त्यहाँबाट अर्को स्टेपमा जाने हो हामी। काम मात्रै गर्न नछोड्नु होला, मेहनत गर्नु होला। यहाँ आएपछि पनि डिसिप्लिन मेहनत चाहिँ चाहिन्छ। सो त्यस कारणले चाहिँ तनाव लिने काम, दिमाग खाने काम होइन, दिमाग ह्याङ बनाएर चाहिँ बस्ने, पुरै डिप्रेसन जाने टाइपको काम चाहिँ नगर्नु होला होइन। राम्रो फलको लागि चाहिँ प्रतीक्षा पनि गर्नुपर्छ। मैले पनि प्रतीक्षा गरेर चाहिँ अहिले एकदम राम्रो फल पाइरहेको छु। एसएसडब्ल्यूमा म आएको चाहिँ 1 वर्ष भइसकेको छ। सो तपाईँहरू पनि गाम्बाते गर्नु होला र जापान आउनु होला, वेलकम छ तपाईँलाई जापानमा। सो यस्तै एसएसडब्ल्यू भिजा सम्बन्धी इन्फर्मेसन र रियल एक्सपिरियन्सको लागि चाहिँ क्रिएटिभ राजेशको युट्युब च्यानललाई फलो गर्नु होला। आरिगातो।